अहिले चाहिँ रत्नज्योति बोर्डिङ स्कुलको यो दोस्रो बृहत यो के भन्छ भन्दाखेरि चाहिँ एक्जिबिसनमा चाहिँ जुन यो नानीहरूको प्रतिभा प्रस्फुटन कार्यक्रम भइरहेको छ, म त्यहाँनिर छु। स्कुलको स्टल अगाडि हाम्रो नानीसँग भेट भइरहेको छु। स्कुलको नाम श्री रत्नज्योति स्कुल। उहाँहरूले एउटा राम्रो इन्भेन्सन गरेको छ यहाँनिर। तर इन्भेन्सन के हो आफै बहिनीले डिटेल गर्छ है नानुले। यो चाहिँ हाम्रो हाइलोजेन यसले चाहिँ हाम्रो अर्गानिजम्सको क्लासिफिकेसन र इभोल्युसन देखाउँछ हैन। सबभन्दा पहिला चाहिँ युनिसेलुलर प्रोकार्योटिक अर्गानिजम तिनीहरूलाई किङडम मोनेरामा क्लासिफाई ओके अनि तिनीहरू इभल्भ हुँदै जान्छ। तिनीहरू चाहिँ युनिसेलुलर युकार्योटिक बन्यो। ओके तिनीहरू न्युक्लियस आयो अनि तिनीहरूलाई चाहिँ प्रोटिस्टा किङडममा राख्यो। ओके यो ओके तपाईलाई देखाइरहेको छु है मैले यहाँ। अनि तिनीहरू चाहिँ फन्जाई डेभलप हुँदै फन्जाई आयो। तिनीहरू अब मल्टिसेलुलर भयो तर तिनीहरूमा क्लोरोफिल भयो। अनि तिनीहरू चाहिँ किङडम फन्जाईको चाहिँ इक्जाम्पल चाहिँ हेर्दै हुन सक्नुहुन्छ मसरुम। तिनीहरूमा चाहिँ क्लोरोफिल आयो जुनलाई चाहिँ अहिले किङडम प्लान्टेमा क्लासिफाई गरिएको छ। किङडम प्लान्टिलामा पनि डिफ्रेन्ट डिभिजन्समा क्लासिफाई गरेको छ होइन। एल्गी, ब्रायोफाइटा र ट्र्याकियोफाइटा। सबभन्दा पहिला चाहिँ एल्गी, त्यसपछि एभल्भ भएर ब्रायोफाइटा, त्यसपछि ट्र्याकियोफाइटा। ट्र्याकियोफाइटा पनि 3टा सब डिभिजन छ, टेरिडोफाइटा, जिम्नोस्पर्म र एन्जियोस्पर्म। त्यहाँ चाहिँ टेरिडोफाइटा सबभन्दा पहिला मानिन्छ अनि इभल्भ भएर चाहिँ जिम्नोस्पर्म आएको मानिन्छ जुन चाहिँ फ्लावरिङ हो तर तिनीहरूको सिड चाहिँ नेकेड हुन्छ। अनि त्यसपछि जिम्नोस्पर्म, एन्जियोस्पर्म चाहिँ तिनीहरूको चाहिँ फ्लावरिङ हुन्छ, तिनीहरूको ग्रोथ सिड हुन्छ। अनि त्यहाँ पनि 2टा क्लास छ। एन्जियोस्पर्म होइन। एन्जियोस्पर्ममा पनि सबभन्दा पहिला मोनोकट मानिन्छ होइन। मोनोकट चाहिँ एउटा मात्रै कटिलेडन हुन्छ, त्यो इभल्भ भएर चाहिँ त्यसको सिडमा 2टा कटिलेडन हुन्छ जुन चाहिँ अहिले डाइकटिलेडन प्लान्ट भनिन्छ। अब किङडम एनिमेलिया। एनिमेलियामा चाहिँ 2टा क्लासिफाई हुन्छ, इन्भर्टिब्रेट्स र भर्टिब्रेट्स। इन्भर्टिब्रेट्सतिर सबभन्दा पहिला मानिन्छ पोरिफेरा मानिन्छ। अनि त्यसपछि इभल्भ हुँदै जाँदा त्यसपछि आएको मानिन्छ सिलिन्डेरेटा। सिलिन्डेरेटाको इक्जाम्पल जेलीफिस यहाँ झुलाइरहेको छ। त्यसपछि चाहिँ प्लाटिहेल्मेन फिस चाहिँ इक्जाम्पल चाहिँ टेपवर्म हुन्छ होइन। अनि तिनीहरू चाहिँ हल्का इभल्भ हुँदै जाँदा चाहिँ त्यसपछि नेमाथिल्मेन फिस अनि एनेलिडापछि आर्थ्रोपोडा पछि मोलस्का र एकाइनोडर्माटा आएको मानिन्छ। ओके ल थ्याङ्क यू नानु है। तिमीलाई टाइम छैन रहेछ यार है, ल लिमिटेड टाइम छ। कस्तो लाग्यो नानीहरूको इन्भेन्सन तपाईँहरूले यसो कमेन्ट सुझाव राख्नु होला है त। लभली क्रिएटिभिटी।